लासो नमस्ते फ्याफुल्ला सम्पूर्णमा यो चाहिँ सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका हैबुङ 3 नम्बर पर्छ। यो गाउँ चाहिँ एउटा तामाङहरूको घना बस्तीमा परिचित छ। हामीले जुन ऐतिहासिक हिसाबले बुझ्दै जाँदा यो ठाउँको विशेषता भनेको चाहिँ हामी ब्लोनहरूको चाहिँ घना बस्ती रहेको ठाउँ भनेर बुझिन्छ र जति पनि देश विदेशमा रहनुभएको ब्लोन समुदाय हुनुहुन्छ नि, हाम्रो ब्लोन समुदाय ब्लोन दाजुभाइहरू चाहिँ यो जुन हैबुङको उत्तम थलोबाट चाहिँ जानुभएको र हाम्रो पुर्खा भनेको चाहिँ हैबुङमै हो भन्ने खालको चर्चा छ। यो एकदमै ऐतिहासिक स्थानमा पर्न सकिन्छ। त्यसकारण म देश विदेशमा रहनुभएको सम्पूर्ण ब्लोन दाजुभाइहरू चाहिँ धेरैजना दाजुभाइहरू चाहिँ यो ठाउँलाई बुझ्दै खोज्दै धेरैजना भेटघाट गर्न आइसक्नु भएको छ। यदि तपाईँहरू पनि अब ब्लोनको खोजमा हुनुहुन्छ, पुर्खाको खोजमा हुनुहुन्छ, हाम्रो हिजोको दिनमा चाहिँ ब्लोन समुदाय चाहिँ अब विक्षिप्त भएको यो ठाउँबाट चाहिँ विक्षिप्त भएर भनौँ न आफ्नो गन्तव्यतर्फ लागिएको र आफ्नो पुर्खा कहाँनिर छ भनेर बुझ्न नसकेर तल्लीन हुनुहुन्छ भने ब्लोन समुदायको चाहिँ एकदम उत्तम थलो र ऐतिहासिक थलो र पुर्खा भनेको चाहिँ हैबुङमै हो भन्ने प्रमाणित भएको छ। त्यसकारण तपाईँहरूलाई पनि म यो सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका 3 मा चाहिँ ब्लोनको चाहिँ अत्यन्तै उत्तम थलो हो, ब्लोन छ्यासी गरेको चाहिँ यो ठाउँ हो भन्ने खालको प्रमाणित गर्न चाहन्छु। लासो नमस्ते फ्याफुल्ला।